त्यसमा छिप्पिन लगाइसकेको यो टिपेर यो यस्तो राम्रो भयो भने त यो फेरि एकलट छरिदिनु पर्ला जस्तो लाग्यो। सबैभन्दा मनपर्ने साग हो क्या मलाई यो आउँछ। पहिला पहिला कति हुने एउटा टेक्सासतिर हुँदाखेरि कहीँ एउटा स्टोरमा किन्न मात्र अलिकति भयो भने किन्न पाएन कस्तो हुन्छ भन्ने जस्तो लाग्थ्यो। अहिले त आफै बनाएर खान पाउँदा त गजब लाग्छ कि घरको अर्ग्यानिक कुरा त कस्तो भने कि मिठो पनि स्वास्थ्यको हिसाबले पनि हेल्दी त भइहाल्ने भयो। मलाई फेरि यो साग भनेपछि म चाहिँ बुटुक्कै हुने मान्छे साइडमा साग त मलाई हुनैपर्छ कि खाँदाखेरि अनि बच्चाहरू पनि त्यस्तै छन् त खाइरहने सानोदेखि खाने बानी गरेर त्यस्तो हुने होला। एकदम मजाले मिठो मानेर खान्छन् कि मलाई यो साग चाहिँ अलिअलि यो बेथो पनि आयो। बेथो चाहिँ मैले छरेको त होइन, चप्पल यस्तो टिकटक टिकटकको चप्पल मेथीको मुन्टाहरू मिसाउँछु म। मेथीको मिसायो मल मजाले परेछ नि त, त्यही भएर मजाले आएको यो मेथीको मुन्टा पनि। आज पुरा अर्ग्यानिक तरकारी खाइन्छ। उताको अलिकति सिमी रहेछ यो इङ्ग्लिस सिमी हो। अनि सागहरू अब यो फेरि एकलट देखाइसकेपछि अर्को लट चाहिँ फेरि छर्नुपर्छ साग त। यो मेथीको साग टिपेर राखेर सुकाएर अनि झोल खानु हुन्छ यसको। आधा चम्सुरको साग आधा चाहिँ मेथीको साग यति भए जस्तो खाने कुरा के भन्छ। आजको खाना चाहिँ मिठै हामीले यो कस्तो राम्रो भएछ कि। तर अब सिद्धियो धेरै पनि खाइएन खासै, किनभने एकदम बाक्लो भएछ। अनि त्यस्तो फस्टाउनु पाएन कि बाक्लो हँसी। तर ठिकै छ, अब एकपल्ट फेरि सरेर बनाउनुपर्छ। ल कायदा भयो त्यो अवस्था यत्रो भयो। आजको एक छाक एक छाक मजाले हुन्छ।